आज हामी कोदोको पिठोबाट बनिने सुगर फ्री हट मिल्क केक बनाऊ है त। त्यसको लागि हामीलाई चाहिन्छ दुधमा भिजाएको डेट्स। यसलाई एउटा मिक्सर जारमा राखेर राम्रोसँग ग्राइन्ड गर्ने। अब त्यसमा भेनिला एसेन्स, एउटा लार्ज होल एग राखेर यसलाई पनि राम्रोसँग ग्राइन्ड गर्ने। अब एउटा कन्टेनर लिएर यो सबै मिक्सरलाई यसमा पोर गर्ने। अब यसमाथि एउटा छान्नी राखेर कोदोको पिठो, आटा, बेकिङ पाउडर र 1 पिन्च नुन राखेर यसलाई राम्रोसँग छान्ने। अब एउटा विस्कको सहायताले यसलाई राम्रोसँग मिलाउने। यो यतिको भएपछि हिट अन गरेर एउटा प्यान बसालेर त्यसमा दुध र बटर राखेर राम्रोसँग उम्लिन छाडिदिने। यति बेला हामीले केक टिनलाई तेल हालेर चारैतिरबाट ग्रिस गर्ने र त्यसमा हामीले बटर पेपर पनि ओछ्याउँछौँ। त्यसपछि हट बटर मिल्कलाई ब्याटरमा खनाएर राम्ररी मिक्स गर्ने र ग्रिस गरेको केक टिनमा राखेर ट्याप ट्याप गरेर प्रिहिटेड माइक्रोवेभमा 170 डिग्रीमा 45 मिनेटको लागि पाक्न छोडिदिने। रेडी भएको केकको बीचमा स्क्रुयर छिराएर हेर्ने। अब यसलाई सफा टावेलले छोपेर रुम टेम्परेचरमा आउन छाडिदिने। यो रुम टेम्परेचरमा आएपछि ड्याप ड्याप गरेर डिमोल्ड गर्ने। हाम्रो केक रेडी भयो। अब यसलाई स्लाइस गरेर हेरौँ। यो सफ्ट र स्पन्जी बनेको छ। फर इन डेप्थ भिडियो डु भिजिट माई युट्युब च्यानल। थ्याङ्क यू फर वाचिङ। इन्जोय।